हेलो हेलो सबैजनालाई ह्याप्पी तिहार तिहारको 2022 सालको तिहारको शुभकामना। तपाईँ हामीलाई एकदमै धेरै रमाइलो लाग्ने चाड हो तिहार। हेर्नुहोस्, मलाई स्पिकर धेरै मनपर्छ। मैले काठमाडौँ गुरुकुल स्कुलको स्पिकर मैले देउसी खेल्न जानको लागि आज मगाएको। आज हाम्रो साथीहरू कोही पनि जानु भएन, त्यही भएर हाम्रो साथीहरू भोलि जाने भनेर मैले चाहिँ स्पिकर आज मगाएँ। भोलि जाने भनेर चार्ज गरेर राखेको छु है। अनि मलाई धेरै मनपर्ने माइक ल हेर्नुहोस्, सबैजना मित्रहरूले हेर्नुहोस्, मैले फ्री पावर भन्ने AK 165 डाइनामिक माइक्रोफोन ल्याएको छु हो। ल हेर्नुहोस्, सबैजनाले माइक्रोफोन कस्तो छ हेर्नु होला, कतिको मनपर्छ तपाईँहरूलाई गीत सङ्गीत है। आज देउसी खेल्न जाने भनेर ल्याएको। यसको प्राइस कति पर्यो होला तपाईँहरूले कमेन्टमा भन्न सक्नुहुन्छ है। अहिले म खोल्न गइरहेको छु। हेर्नुहोस् गाइज, तपाईँहरूले धेरै मन पराउनु भएको छ। हेर्न सक्नुहुन्छ है माइक्रोफोन म खोल्दैछु है गाइज। ल हेर्नुहोस्, मैले माइक्रोफोन पनि ल्याइसकेको छु। ल हेर्नुहोस्, राकेश कार्की 2082 7 महिना 3 गते किनेको भनेर ल्याएको छु। हेर्नुहोस्, अघि नै खोलेर ट्राई गरिसक्यो तपाईँहरूको लागि, फेरि हेर्नको लागि, भिडियो बनाउनको लागि मैले खोलेको है। ल हेर्नुहोस् गाइज, कति लामो छ कि, आहा कस्तो दामी लाग्यो क्या मलाई, एकदम स्पेसल। ल हेर्नुहोस् माइक्रोफोन है। हेर्नुहोस् कति पऱ्यो होला कमेन्टमा भन्नुहोस्। मैले अघि भर्खर पनि भनेको छु, साह्रै मन परेको मलाई माइक। यो भोइस सर्ट अहिले सिङ्गल गाना गाएको छ भने टक्क सुटिङमा लगाएर टक्क लगाएर, मैले अघि नै भनेको छु फ्री पावर AK 165 भन्ने माइक। अब हामी स्पिकरमा जोड्न चाहन्छौँ है, टक्क लगाएर। अब म तपाईँहरूलाई अघि नै भनिसकेको छु, टक्क लगाएर जोडेर तपाईँहरूलाई बजाएर देखाउँछौँ। हेर्नुहोस् है गाइज, म जोड्दैछु। जोड्दैछु है माइक, यसरी जोड्ने, यसरी नै होला। अब जोड्यो। हाई भन मेरा भाइ हो। मेरो युट्युब च्यानल रहनु भएका सम्पूर्ण दर्शकहरूले च्यानललाई सब्सक्राइब गर्नुहोला। अब माइक जोडेर, कता हो माइक जोड्ने, यतै कता हो, ए यहाँ हो, यहाँ टक्क यहाँ जोडेर होइन, यो अन गरेर टक्क लाएर अब एक दुईवटा गीत गाउन जान्छु। तपाईँहरू माया गर्नु होला। बजी है हजुर बाजु। जति धर्म गरे पनि दिनका दिन, दियो दिनका दिन, सकिँदैन बाबाको तिर्न ऋण, दियो तिर्न ऋण। एक नम्बरी सुन हो, एक नम्बरी सुन, बाबा भनेका जिउँदा देउता हुन्, बाबा भनेका जिउँदा देउता हुन्। यसरी नै गीत गाउनु मन थियो। आज देउसी खेल्न जान पाइएन। अघि मैले भनिहालेँ, माइक तपाईँले हेर्न सक्नुहुन्छ। यस्तो दामी साउन्ड हेर्नु न, के दामी क्वालिटी साउन्ड भएको क्या माइक, यस्तो दामी सपोर्ट गर्ने माइक रहेछ। मलाई धेरै मन पर्यो। भोलि साथीभाइहरूसँग देउसी खेल्न जानुपर्छ। गीत सित गाउने अनि भट्याउने मेरो काम हो। मलाई दर्शकहरूले धेरै मन पराउनु भएको छ। मेरो च्यानललाई अघि नै भनेको छु, सब्सक्राइब गर्नु होला। यस्तो दामी माइक किनेर ल्याएको छु मैले। यही भिडियो बनाउनुको लागि मैले हजुरहरूमा ल्याएको हो। हस्त सबैजना जोडिनु भएकोमा धेरै धेरै धन्यवाद छ। मेरो च्यानल सब्सक्राइब गर्नु। मेरो कभर गीत आउँछ, अस्ति नै मैले भनेको छु, सबैजनाले माया गर्नु है त। मैले धेरै लामो भिडियो बनाउनु सक्दिनँ, माफ गर्नु होला। फेरि बनाउन चाहन्छु है त। हस्त बाई, सबैजना नमस्ते सबैजनालाई।
ह्याप्पी तिहार ह्याप्पी तिहार ह्याप्पी तिहार।